नेपालमा औसत वार्षिक 5 लाख जनताहरू गरिबमाथि गरिबको दरमा अन्डर कति जस्तो पोभर्टी भन्दो रहेछ। त्यो भनेको कारण के हो भन्दाखेरि हेल्थको स्वास्थ्यको कारणले त वर्षेनी 5 लाख जनसङ्ख्या चाहिँ गरिबको दरभन्दा तल गइराखेको कारण यिनै हुन् पक्कै पनि। यो राज्यले नीतिगत तहमा नै कुनै इन्सुरेन्सको मेकानिजमहरू गरिदिने, अनि त्यो प्राइभेट इन्भेस्टरहरूलाई क्रस सब्सिडी मेकानिजमहरू गरिदिने, रिइम्बर्स गर्ने मेकानिजमहरू गरिदियो भने पक्कै पनि त्यो बिन्दुमा हामी छलफल गर्न चाहिँ सकिन्छ। त्यसलाई चाहिँ उपचार गराउँदाखेरि जुन आर्थिक भार परेको छ बिरामीको आफन्तलाई त्यसले बेसरी थिच्यो भन्ने गुनासो सुनिन्छ। दुई तिनवटा तरिकाले हेर्नुपर्छ। एउटा चाहिँ हाम्रो इन्कम लेभल कम छ र त्यो जति इन्कम हुन्छ त्यसको सेभिङ पार्ट चाहिँ एकदमै नोमिनल छ। हाम्रो नेपालको कन्टेक्स्टमा हेऱ्यो भने क्रय शक्ति मान्छेको एकदमै कम छ, अनि इन्कमको तुलनामा सेभिङ चाहिँ कम हुन्छ। अनि त्यो सेभिङको तुलनामा फेरि हेल्थमा इन्भेस्टमेन्ट गर्दाखेरि चाहिँ मान्छे के हुन्छ, झन् गरिबमाथि गरिबी थपिँदै जान्छ। त्यसैले सामान्यतः तपाईँले हेर्नुभयो भने विभिन्न रिसर्चहरूले पनि के देखाएको छ भने पछिल्लो समयमा स्वास्थ्य मन्त्रालयमै एउटा हेल्थ इकोनोमिक सेक्सन हुन्छ, त्यसले निकालेको लास्ट इयरको हामीले रिसर्च हेऱ्यौँ भने पनि नेपालमा औसत वार्षिक 5 लाख जनताहरू गरिबमाथि गरिबको दरमा अन्डर कति जस्तो पोभर्टी भन्दो रहेछ। त्यो भनेको कारण के हो भन्दाखेरि हेल्थको स्वास्थ्यको कारणले त वर्षेनी 5 लाख जनसङ्ख्या चाहिँ गरिबको दरभन्दा तल गइराखेको कारण यिनै हुन् पक्कै पनि। अनि अर्को चाहिँ हाम्रो आउट अफ पकेट एक्सपेन्डिचर भनिन्छ। अब हाम्रो चाहिँ क्रस सब्सिडी मेकानिजम छैन कि कोही मान्छे बिरामी भयो भने उसले हाम्रो त्यो डेटा रिसर्चहरूमा पनि हामीले बेस गरेर हेऱ्यो भने औसत सरदर 55 देखि 60% चाहिँ तपाईँको आउट अफ पकेट एक्सपेन्डिचर भन्छ। उपचार गर्न जाँदाखेरि म आफ्नो हिसाबले सक्छु भन्ने दिन कहिले आउन सक्छ? यसको लागि के गर्न जरुरी छ? यस्तो छ अब मेकानिजम, यो राज्यले नीतिगत तहमा नै कुनै इन्सुरेन्सको मेकानिजमहरू गरिदिने, अनि त्यो प्राइभेट इन्भेस्टरहरूलाई क्रस सब्सिडी मेकानिजमहरू गरिदिने, रिइम्बर्स गर्ने मेकानिजमहरू गरिदियो भने पक्कै पनि त्यो बिन्दुमा हामी छलफल गर्न चाहिँ सकिन्छ। त्यसलाई चाहिँ